नेपालको गभर्नमेन्ट स्कुलहरूको एजुकेसन क्वालिटी कसरी इम्प्रुभ गर्न सकिन्छ? नेपालको गभर्नमेन्ट स्कुलहरूको एजुकेसन क्वालिटी कसरी इम्प्रुभ गर्न सकिन्छ होला भन्ने कुरामा तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। मैले यो भिडियोमा त्यस्तो 3वटा वेज भनेको छु फ्रम व्हिच वी क्यान ड्रास्टिकली इम्प्रुभ द एजुकेसन क्वालिटी अफ नेपाली गभर्नमेन्ट स्कुल्स। अन्तिमसम्म हेरिदिनु होला। नमस्ते, मेरो नाम आनन्द भुजेल। म एउटा सक्सेसफुल एन्टरप्रेनरको साथसाथै लाइफ लङ लर्नर पनि हो। म र मेरो साथी हामी यस्तै डिफ्रेन्ट आइडियाहरुमा कुरा गर्दै थियौं। त्यही बेला हाम्रो गफ चाहिँ नेपाली गभर्नमेन्ट स्कुलको एजुकेसन क्वालिटी कसरी इम्प्रुभ गर्न सकिन्छ र गभर्नमेन्ट स्कुलमा पढ्ने स्टुडेन्टहरू कसरी इन्टरनेसनली कम्पिट गर्न सक्ने हुन्छन् होला भन्नेतिर गयो। एज वी बोथ आर फ्रम द गभर्नमेन्ट स्कुल्स, हामीलाई चाहिँ यो चिन्ताको विषय बन्यो र हाम्रो गफबाट यी 3वटा वेज अपनायो भने चाहिँ चेन्ज इज प्रोबेबल है भन्ने लाग्यो। I know there are a lot of ways to improve, but still the foundation lies on these 3 ways. So यो भिडियो अन्त्यसम्म हेरिदिनु होला। फर्स्ट वे चाहिँ इङ्ग्लिस कम्पलसरी हो। तपाईहरु राइट सुन्दै हुनुहुन्छ। अब गभर्नमेन्ट स्कुलमा इङ्ग्लिस कम्पलसरी गर्नुपर्छ। अहिलेको जमानामा जहाँ हरेक ठाउँमा इङ्ग्लिस डकुमेन्ट चल्नेको साथसाथै कहीँ त इङ्ग्लिस नै कम्पलसरी भइसकेको छ। इभन इन +2 ब्याचलर एन्ड मास्टर, जहाँ चाहिँ क्वेसन सबै इङ्ग्लिसमा सोध्न थालिसक्यो। त्यस्तै ब्याङ्क एन्ड इभन इन सम गभर्नमेन्ट अफिसेस इङ्ग्लिस डकुमेन्ट्स प्रिफर गर्न थालिसक्यो भने के अझै पनि हामी चाहिँ गभर्नमेन्ट स्कुलमा नेपाली मिडियममै पढाउनु पर्छ, हाम्रा छोराछोरीहरूलाई चाहिँ नेपाली मिडियममै पढाउनु पर्छ भन्ने सोचमा हुनुहुन्छ भने मैले यही भिडियोबाट तपाईँहरूलाई खबरदार गर्दछु है। इन नेपाल or even the world, after 5 to 10 years without English, I cannot imagine anything. So हाम्रो हरेक गभर्नमेन्ट स्कुल्समा अब इङ्ग्लिस मिडियममा पढाउन थाल्नुपर्छ। एक्सेप्ट नेपाली सब्जेक्ट जस्तै बोर्डिङहरूमा हुन्छ हैन। अब अर्को सेकेन्ड वे चाहिँ के होला? कम्युनिटी आफै कन्सियस हुनु पर्यो। यस, हामी आफै कन्सियस भएर हाम्रो स्कुलको पढाइ राम्रो बनाउनलाई हामीले नै पुस गर्नुपर्छ। टिचरहरू कस्तो छ, इङ्ग्लिसमा पढाउने मात्रै नभएर राम्रोसँग बुझ्ने गरी पढाइरहेको छ कि छैन त? हामीले हाम्रो सन्तानलाई घरमा पढ्ने वातावरण क्रिएट गर्नुको साथसाथै हाम्रो अर्को रेस्पोन्सिबिलिटी भनेको मेरो छोराछोरी भाइ बहिनीहरू गइरहेको स्कुलमा पढाइ चाहिँ कस्तो छ त, पढाउने चाहिँ कस्तो छन् त भनेर हामीले पनि विचार गरिराख्नुपर्छ है। बिकज त्यही पढाइले नै हाम्रो आगामी सन्ततिको प्रोग्रेस र भनौँ न मेरो देशको प्रोग्रेस डिटरमाइन गर्ने हुन्छ। सो लेट्स टेक दिस स्टेप एन्ड लेट्स इम्प्रुभ आवर एजुकेसन। अब लास्ट बट भेरी भेरी इम्पोर्टेन्ट वे, गभर्नमेन्ट स्कुल्सको टिचरको क्वालिटी। यस, दे आर द पिलर अफ द गभर्नमेन्ट स्कुल्स. And what if they are not good enough or they don't possess such qualities like स्टुडेन्टले बुझ्ने गरी पढाउन सक्दैन, or they don't know how to teach in English? यदि तपाईहरु त्यस्तो टिचरमा पढ्नुहुन्छ भने माफ गर्नु होला, म यहाँ डाइरेक्ट नै भइरहेको छु। तपाईहरुले आइदर लर्न टु टिच इन इङ्ग्लिस or रेजिग्नेसन दिएर जो एबल हुनुहुन्छ उहाँहरुलाई पढाउनलाई दिनुपर्छ। अदरवाइज आफ्टर 5 to 10 years गभर्नमेन्ट स्कुलमा पढ्ने मेजोरिटी स्टुडेन्टलाई इभन स्कुलको पियोन जबमा पनि लिँदैन होला, किनभने त्यहाँ पनि त आजकल इङ्ग्लिस बुझ्ने मान्छे मात्र राख्छ नि, होइन र? ल है, देश बनाउने जिम्मा तपाईहरुको हातमा छ। विचार गर्नु होला है शिक्षक महानुभावहरु। हाम्रो गफबाट चाहिँ यी 3वटा उपायहरु आए। तपाईहरु गफ गर्दा चाहिँ अरु के कुरा आयो त? प्लिज डु कमेन्ट डाउन बिलो। इफ दिस इन्ट्रेस्ट यु, hit that like button, subscribe for more यस्तै इन्ट्रेस्टिङ गफ्स and share with these someone who needs to hear it. अब गफै गफमा हाम्रो देश बनाउने होइन त? Bye bye guys, see you in the next interesting video.